हेलो एभ्रिवान, लेट्स गो कन्याम विथ मी सोलो आज चाहिँ यहाँ चाहिँ अटो चढेर लागिसकेँ कन्यामतिर। यहाँ चाहिँ म बिर्तामोडदेखि गाडी चढी इलामी स्ट्यान्ड भाडा कन्यामको लागि। यो ब्युटिफुल ग्रिनेरी भएको चाहिँ यो बनेको चिया बगान हो, एकदमै राम्रो छ यो। मेरो र मेरो बुढाको पोस्ट वेडिङ फोटोसुट पनि यहीँ भएको थियो, एकदम राम्रो छ। अनि त्यस पछाडि चिसो चिसो हावा खाँदै खाँदै झापा छोडेर इलामतिर गाडी पुगिसकेको थियो। ठुलो जोर कलशवाला गेट छ कि इलाम र झापाको बोर्डरको बिचमा। अनि त्यस पछाडि हामी यहाँनिर पाथिभाडा दर्शन गर्न आउने ठाउँनिर आइपुगिसकेका थियौँ। यो चाहिँ प्रवेशद्वार लेखाएको छ, तर प्रायः चाहिँ यहाँदेखि चाहिँ उत्रिनुहुन्छ होइन मान्छेहरू। अनि चढ्न चाहिँ अर्को खालके अलिक माथि छ कि चढ्नको लागि चाहिँ। अनि म त तर यहाँनिर पनि गाह्रो भएको मलाई त उत्रिँदाखेरि चाहिँ सजिलो भएको, चढ्दाखेरि त एकदम गाह्रो भएको थियो मलाई पनि। अनि यहाँबाट चाहिँ कन्याम पुग्न धेरै बेर लाग्दैन, त्यही 5-10 मिनट हो। अनि यहाँनिर चाहिँ म नक्कल पार्दैछु, अलिअलि नक्कल पनि त पार्नु पऱ्यो। अनि त्यसपछि म भ्यू देखाउँछु है तपाईँहरूलाई। यति राम्रो थियो, यति राम्रो छ यो भ्यू, यति राम्रो छ। हेर्नु न कस्तो राम्रो मौसम खुलेको छ, कस्तो राम्रो छ है, एकदम राम्रो देखिएको थियो। अनि यो भ्यू हेर्दै हेर्दै हामी चाहिँ भ्यू हेर्दै हेर्दै हामी चाहिँ एकदमै फेमस बजार हो यो हर्कटे बजार पुग्यौँ। यहाँनिर चाहिँ अकबरको लागि अनि के इस्कुसहरूको लागि फेमस छ कि यो बजार। अनि यहाँ चाहिँ अलिक चिसो हुन्छ, एकदम राम्रो देखिरहेको थियो। हेर्नु न बजार पनि कस्तो राम्रो देखिरहेछ। अनि मेरो भ्लग त्यति राम्रो त भएको छैन, त्यही भए पनि हेरिदिनु होला है, माइन्ड नगरिदिनु होला। धेरै राम्रो देखिएको थियो, यो दिन मौसम खुलाएको थियो नि त। अनि यो चाहिँ अस्तिको भिडियो हो कि म अस्तिको दिनभन्दा अलिक अगाडि गएको। अनि त्यस पछाडि हामी फाइनल्ली कन्याम पुगेर चाहिँ यो चाहिँ कन्यामको ओभरअल भ्यू हो, एकदम राम्रो देखिएको थियो। कस्तो ब्रेड टेकिङवाला भ्यू थियो। यस्तो लेखेको थियो भने बिचरा नानीले चाहिँ नपाउँदछ। दिदी मोमो छ, भेज पाउनुहुन्छ यता हो। मलाई एक प्लेट भेज मोमो प्याक गरेर लान मिल्छ? प्याक गरिदिनु। अरू के छ यहाँ? अरू बडा पाउ हुन्छ हैन, इस्कुसको मोमो हो, बडा पाउ त्यो पनि गरिदिनु एउटा। हाम्रो पानी हैन हल्का स्पाइसी पनि हुन्छ ल। हुन्छ, मलाई स्पाइसी नै राखिदिनु न, काँचो प्याजहरू चाहिँ जाँदैन त्यो।
अनि खानाहरू खाइसके पछाडि चाहिँ मैले चाहिँ एक दुईवटा भिडियो बनाएँ अनि एकछिन बुक पढेँ, भिडियो फुटेज खिचेँ अनि त्यस पछाडि गाडी चढेर म घर फर्केँ।